म तिम्रो हात समाएर मन्दिरको ढोकासम्म पुगेर तिमीलाई नै थाहा नदिई तिमी नै माग्ने गर्थे त्यो भगवानसँग। तर बल्ल महसुस भयो प्रिय, कहिलेकाहीँ चोखो मनले मागेको अमृत पनि विष मिल्दो रहेछ। ठिक छ, आज प्रेम दिवस, सायद त्यसैले याद आयो तिमी। म आज पनि घृणा गर्दिनँ तिमीलाई, तर पनि छैन अब तिम्रो निम्ति प्रेम। म आज पनि घृणा गर्दिनँ तिमीलाई, तर प्रेम छैन अब तिम्रो निम्ति। यदि प्रेम, विवाह अनि बेहुली तिमी हो भने मलाई स्वीकार छैन। सिउँदो रङ्गाउने त्यो सिन्दुर एक चिम्टी। तिमी त मलाई जिउँदै चिता देखाउँदै टाढा भएकी थियौ। मेरो आमाको आँसुले मलाई नयाँ जीवन दिएको हो। यदि मेरो आमाको मुखबाट आउने बुहारी शब्द तिम्रो लागि हो भने मलाई आफ्नै मलामी स्वीकार छ, तर स्वीकार छैन आफ्नै जन्ती। तिमीलाई थाहा छ प्रिय, तिमीले छोडेपछि कोही पागल बनेको छ रे भन्दैछौ रे, खुब धाक लगाउँछ रे साथीहरूको माझमा। तिमीले छोडेपछि कोही पागल बनेको छ रे भन्दै खुब धाक लगाउँछौ रे साथीहरूको माझमा। सुन न प्रिय, हो म पागल बनेको थिएँ, किनकि म प्रेममा आफैलाई रित्याउन सक्छु। तर त्यति कायर पनि सोच्ने भुल नगर। त्यही पागलपनभित्र तिम्रो यादहरू बिस्तारै सिद्ध्याउन सक्छु। के को घमण्ड गर्छौ तिमी? कोही पागल बन्यो भनेर तिम्रो लागि, तिम्रो घरको आँगनी हुँदै आमाको लागि देवी जस्तैहरूको बुहारी भित्राउन सक्छु। प्रेम दिवसको शुभकामना। प्रेमको अर्थै नबुझ्ने तिमीलाई पनि, प्रेमको अर्थै नबुझ्ने तिमीलाई पनि। धन्यवाद भाइ। भगवान कसम खाइरहेको छु होइन, भगवानले हेरिराख्नु भएको छ ल, देवी देवता साथी छन् होला, भगवान कसम भनिरहेको छु। यस्तो मलाई ज्याकेट लगाइरहेको छु कि भित्रभित्र यस्तो गुजबम्स आइरहेको छ, कुरै छोडिदियो यार। च्याट कस्तो लाग्यो भने त आजको गुड फ्राइडे वर्थ इट भयो कि भएन च्याट? साँच्ची